अब मेरो काम चाहिँ अब यता छ फेरि हैन। अब यहाँ ग्रिज धस्नुपर्छ। अब एक्लै भएपछि यस्तै हो। ल गाइस, आज चाहिँ ग्राउन्डको माटो फलेर भ्याइन्छ हैन। अब भोलि टल्लाएर यो लेभल हान्ने। आज चाहिँ लगभग माटो फालेर चाहिँ सबै भ्याइन्छ जस्तो लागिरहेको मलाई हैन। अब यो टाढो आज अब यति यो मेसिन भएको ठाउँदेखि तल र यो यता यो ड्रम भएकोदेखि सिधा यहाँ तलसम्म सब फाल्नुपर्छ। यो घोचा गाडेको ठाउँसम्म, ड्रमदेखि घोचा गाडेको ठाउँसम्म फाल्ने हो। अनि फेरि यहाँ माथि पनि स्टेप बनाउनु छ। ऊ त्यो पारीको जस्तै हेर यहाँको जस्तै स्टेप बनाउने हो यता पनि हैन। यो ग्राउन्ड चाहिँ खतरा बन्छ है, दामी बवाल खतरै बन्नेवाला छ यो ग्राउन्ड चाहिँ। ल गाइस, म चाहिँ मिसिनमा आइसकेँ हैन। हेर लाङखुट्टे किरा के हो आएर टोकेर यार टैभरि घाउ बनाइदिइसक्यो। यहाँ त जुगाली नै हानिदिइसकेको छ अघि नै बरु। यस्तो छ दिन चाहिँ बवाल छ है। फेरि यहाँ जे जस्तो भयो नि मौसम चाहिँ एकदम शीतल आनन्द जे गरे नि भयो। यहाँ टन्नै पुर्नुपर्छ यता तल पछाडि हैन। बकेटमा माटो जमेर सबै टाँसेर यो सब पुर्नुपर्छ है। ग्राउन्ड चाहिँ खत्रै बन्छ यहाँको चाहिँ। यहाँदेखि हो रे चिलाउनेको रुखदेखि सिधै हेरे सुकेको रुखसम्म अनि अगाडि सब पुर्नुपर्छ। यहाँदेखि खनेर सबै ल त्यही हो। यहाँ चाहिँ अब गेम चाहिँ दसैँमा हुन्छ अरे हैन। दसैँमा चाहिँ फुटबल हेर्न आउनुपर्छ जो जहाँ जता भए पनि। यहाँ साइडमा चाहिँ एक्लै यो फेरि कोही मान्छे हुँदैन दिनभरि हैन। एकचोटि यो गर है भाइ यस्तो गर भनेर हिँडिन्छ यहाँको दाइहरू। त्यसपछि आफ्नै सुरमा आफ्नै तरिकाले काम गर्नुपर्छ दिनैभरि। अनि त्यो दाइहरू चाहिँ खाजा खाने बेलामा खाजा लिएर आउँछ हैन। अनि बेलुका जाने हो रुममा सँगै लगायत। अब मेरो काम चाहिँ अब यता छ फेरि हैन। अब यहाँ ग्रिज धस्नुपर्छ। अब एक्लै भएपछि यस्तै हो। अब ग्रिज हान्नु पर्यो ड्याम लाएर। ग्रिजको बाल्टी यता छ। ल बाई सबैजनालाई।